अचम्म छ। चाइनाबाट सिधै चाइनिजहरू आउँछन्। यहाँको सरकार, स्थानीय तह, गाउँपालिका र वडासँग कुनै समन्वय छैन, केही छैन। चाइनिजहरूले यसरी सुन निकालिराखेका छन्। सुन खानी नै यसरी चाहिँ पत्ता लगाएर उनीहरूले परीक्षण गरिराखेका छन् र यो सुन कहाँ गइराखेको छ निगरानी कसले गर्ने? यहाँको वडालाई थाहा छैन, यहाँको प्रहरी प्रशासनलाई थाहा छैन। तर चाइनिज सिधा चाइनाबाट आएर यहाँ धेरै जमाएर यसरी चाहिँ आई छैन, खोलाको मापदण्ड के हो केही थाहा छैन। तर चाइनिज कम्पनीले यसरी आफ्नो प्लान नै राखेर सुन निकालिराखेको छ। चाइनिजले राप्ती सुनारी 6 को यो सिजनिया घाटको राप्ती नदीको बगरमा यसरी प्लान राखेर उत्खनन गरिराखेको छ। सुन प्रशोधन, गोल्ड प्रशोधन भनेको छ, दोभाषे छैन, सिधै चाइनिजहरू छन्। उनीहरूसँग कुरा गर्न खोज्दा उनीहरूको कुरा हामीले बुझ्दैनौँ, हाम्रो कुरा उनीहरूले बुझ्दैनन्। तर अर्काको देशमा आएर, त्यो पनि राप्ती सुनारीको भूभागमा आएर, जहाँ चाहिँ सुन फल्ने सोनारी भनिन्छ, त्यो क्षेत्रमा आएर उनीहरूले उत्खनन गरिराखेका छन्, सुन निकालिराखेका छन्। यसरी प्लान नै राखेर यत्रो प्रोजेक्ट गर्दा कसैलाई थाहा छ?